माई मदर्स डे भ्लग। यो चाहिँ हामीले आमाको लागि ल्याएको गिफ्ट हो र यो चाहिँ हामीले अब आमालाई दिन्छौँ। ह्याप्पी मदर्स डे आमा, मातापिताको शुभकामना। मम्मी भएर चाहिँ मामाहरू जानु लाग्यो। मम्मी भन्नु कस्तो लागिरहेको मदर्स डेमा? ए रमाइलो लाग्यो अहिलेसम्म छोरीहरूले मुखेर होइन अब बल्ल मामाहरू गएर मुख हेर्ने भने खान् त्यो भयो नि हाम्रो चाहिँ मामाहरू गएर हेर्ने भने हो। किनभने मम्मी बिहानै 7 बजी ड्युटी जानुहुन्छ अनि त्यसपछि आउनुभयो। त्यसपछि आमालाई हेऱ्यौँ, अब मामा गएर हेर्न त हेरेर हो। ह्याप्पी मदर्स डे आमा, ह्याप्पी मदर्स डे। के भयो? ह्याप्पी मदर्स डे भनेको के? के त के भन्ने के भन्नुहुन्छ? ल भने ए ल ल। आमाको औँसिया मुख हेर्न पर्यो, कति हुन आएछ, खुट्टा कस्तो भयो त नि। हाम्रो चाहिँ आमाहरूलाई गिफ्ट दिन र खुवाउनको लागि प्रिपेयर गरिदिनुहुन्छ मम्मी र ठुलो मम्मीले। मम्मीहरूको चाहिँ लगभग मदर्स डे सक्यो र हाम्रो चाहिँ कतिखेर गर्ने भनेर दाइदीलाई वेट गरेको थियो, तर दाइदी नै आउनु भएन। त्यही भएर मम्मीहरू चाहिँ आफ्नो आन्टी ठुलो मम्मीलाई भेट्न जानुभयो अनि म चाहिँ अब मम्मीहरू गएपछि खाना पकाउनु पर्ने भयो। अनि खाना पकाएँ गाइस। अनि यस्तो हावाहुरी आएको थियो कि अनि लास्टै लेट भयो मम्मीहरू आउनु पनि। यो हावाहुरी र पानी चाहिँ आउनै पर्ने थियो कि एकदम नेसेसरी नै भइसकेको थियो। एकदम नै गर्मी थियो कि, तर एकदम रिलिफ फिल भइरहेछ अहिले चाहिँ। अनि त्यही हो, खाना पकाउनु अनि बा आमाको कुरा सुने एकछिन अनि त्यसपछि एकछिन पछि चाहिँ मम्मीहरू आइपुग्नु भयो। तर हाम्रो सौगात दाइ चाहिँ स्टिल आउनु भएन, सो अलि लेट नै भयो। गाइस हाम्रो चाहिँ अब मदर्स डे मुख हेर्ने बेला बल्ल हुँदैछ। रातिको कति बजे? 9 बजे 8:30 बजे। सौगात ब्रदर, यो सौगात ब्रदर चाहिँ यो सौगात दाइले गर्दा चाहिँ ढिलो भएको। सधैँ ढिलो गर्ने मान्छे यही सौगात दाइ हो है त गाइस। साइलेन्ट लेट, अलवेज लेट। सौगात दाइ ढिलो हुनुको रिजन के हो रे मम्मी? एकदम पपुलर बिजनेसम्यान। तिम्रो माया शीतल सुन झै आमा, तिम्रो काख माया दिने सौदारी पिपलु बर झै आमा हो, हाँसिराखे है। यो चाहिँ हाम्रो ठुलो मम्मीलाई ल्याइदिएको गिफ्ट हो है। अनि त्यसपछि यो चाहिँ मम्मीलाई ल्याइदिएको गिफ्ट आफ्नो भएको छ। अनि हामी चाहिँ सबजनासँग भिडियो कलमा बोल्यौँ। हामी अहिले मामा घरमा छौँ, ठ्याक्कै हामीले मदर्स डे बितायौँ। सो गाइस हाम्रो चाहिँ आजको भ्लग एन्ड हुन्छ। बाई गाइस, सी यु अन नेक्स्ट भ्लग। बाई।